हेलो गाइस, सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म नि सन्चै छु, आरामै छु। अनि मेरो साथीहरू पनि फुल छन् आज चाहिँ। गाइस हैन, आज यहाँ साफे बगरमा उति बेला पानी उति बेला घाम लाग्ने भइरहेछ। मौसम चाहिँ एकदम क्लियर छ आज हैन, तर हल्का हल्का पानी परिरहेछ, तर केही छैन। गर्मीको फिल चाहिँ अलिक कम भइरहेछ। सँगै हेर्नुहोस्, हामी नुहाउने नदी पनि बढिसक्यो। अब यो अलिकति क्लियर सफा भयो भने चाहिँ यसमा पनि हाम्रो एउटा भिडियो चाहिँ आउँछ है गाइस। ढिलो चाँडो मात्रै हो, तर एउटा भिडियो चाहिँ हामीले यो नदीमा चाहिँ हामी पोस्ट गर्छौँ गाइस। फेरि अलिकति बढ्न दिनुपर्छ नदीलाई चाहिँ। गाइस अलि सफा पनि हुनु पर्यो नि त, अनि यो चिजहरू पोर्छ नि त आजकल। अनि त्यो भएर चाहिँ अहिले हामी चाहिँ त्यसको सम्झनामा बसिरहेछौँ। कहिले सम्झिला, कहिले सफा होला, नुनु होला भनेर। अनि तपाईँलाई चाहिँ के भइरहेको दिदी? तपाईँ चाहिँ अब मन्द हुनुहुन्छ। आन्टी दुई चार शब्द। आज मौसम चाहिँ एकदम मस्त छ क्या, एउटा यस्तो दामी छ नि होइन। आज मौसम हेर्नुहोस् गाइस, कस्तो आनन्द छ। हावा चलिरहेछ नदीको किनारामा बस्दै हावा खाँदै। नदीको किनारामा बस्नको मजा नै अलगै हुन्छ कि गाइस। यो टाइममा है मान्छे भनेको दिनभरिको थकान चाहिँ फ्रेस गर्ने ठाउँ हो कि यो हाम्रो चाहिँ। बाँकी चाहिँ अर्को मौसम चाहिँ कस्तो राम्रो छ हेर्नुहोस् है गाइस। हजुरहरू चाहिँ भिडियो कोले कहाँबाट हेरिराख्नु भएको छ कमेन्ट गर्नु होला है। फेरि यस्तै भिडियो नयाँ भिडियोहरू हामी पोस्ट गर्नेछौँ। यो चाहिँ कसैलाई राम्रो लाग्छ भनेपछि चाहिँ भन्नु होला है गाइस। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। हाम्रो भिडियोहरू आउनेछ नयाँ आज फेरि नयाँ आउनेछ। नयाँ ठाउँमा गएर बनाउँछु है गाइस। सबैजनाले हेरेर चाहिँ साथ दिनु होला है गाइस।